इन्टरनेटमा बच्चा र बिरालोका भिडियोहरू कति देखिन्छन् होइन? त्यो हेर्दा एउटा अर्कै खालको मिठो अनुभव हुन्छ। उनीहरूको त्यो निर्दोष सम्बन्ध अनि सँगै खेलेको दृश्य साँच्चै हाम्रो मन पग्लिन्छ। हो नि, यस्ता भिडियोले हामी सबैको मनमा एउटै खालको भावना जगाउँछ र यही त हो नि शक्तिशाली दृश्य कथा वाचनको जादु, जहाँ कुनै शब्द चाहिँदैन तर पनि त्यो गहिरो माया र स्नेह हामीले मज्जाले महसुस गर्न सक्छौं। तर एउटा कुरा सोचौं त, यस्ता सुन्दर अनि एकदमै स्वाभाविक लाग्ने क्षणहरू आखिर बन्छन् कसरी? आज हामी यही रहस्यको पर्दा खोल्ने प्रयास गर्नेछौं। क्यामेराको लेन्सदेखि लिएर एआईको कोडसम्म यो यात्रा निकै रोचक हुनेवाला छ। ल सुरु गरौं पहिलो तरिकाबाट। त्यो हो फोटोग्राफी र सिनेमाटोग्राफीको परम्परागत कला। यहाँ हरेक कुरा, हरेक छनोट एकदमै सोचविचार गरेर जानी गरिन्छ। सफ्ट लाइट वा भनौं नरम प्रकाश यसले दृश्यलाई एकदमै न्यानो र सपना जस्तै बनाइदिन्छ। अब यो कसरी गरिन्छ त? सोचौं न, झ्यालको छेउमा कसैलाई राखेर प्राकृतिक प्रकाशको प्रयोग गर्ने हो भने त्यसले एउटा सिनेम्याटिक लुक दिन्छ, जस्तै बादल लागेको दिन वा बिहानको त्यो कोमल घाम। त्यसले प्रकाशलाई आफै फैलाइदिन्छ अनि अनुहारमा कडा छाया देखिँदैन। यसले गर्दा भावनाहरू पनि अझै कोमल र सुन्दर देखिन्छन्। अब अर्को प्रविधि छ फार साइड की। यसले के गर्छ भने अनुहारमा एउटा गहिराई र डाइमेन्सन थपिदिन्छ अनि हाम्रो ध्यान सिधै विषयको भावनामा गएर टक्क अडिन्छ। सामान्य फ्ल्याट लाइटिङ भन्दा यो एकदमै फरक छ। यसले दृश्यलाई निकै प्रोफेसनल र सिनेम्याटिक बनाउँछ, मानौ कुनै फिल्मकै सिन हेरिरहेका छौं। यसले त पात्रको अनुहारलाई मूर्ति जस्तै कुदेर भावहरूलाई झनै प्रष्ट पारिदिन्छ। यहाँ एउटा रमाइलो कुरा छ है, प्रकाशलाई कन्ट्रोल गर्नु भनेको खाली प्रकाश थप्नु मात्रै होइन, त्यसलाई घटाउनु पनि हो। नेगेटिभ फिल भन्ने टेक्निकमा कालो सतह प्रयोग गरेर प्रकाशलाई शोषिन्छ अनि त्यसले के हुन्छ? छायाहरू अझै गहिरो बन्छन्, जसले गर्दा दृश्यको मोड र ड्रामा नै पुरै बदलिन्छ। कहिलेकाहीँ रहस्यमयी, कहिलेकाहीँ गम्भीर। कस्तो अचम्म! अनि बुकीको कुरा गरौं, त्यो जादुमय इफेक्ट जहाँ ब्याकग्राउन्ड धमिलो भएर प्रकाशका थोप्लाहरू सपना जस्तै देखिन्छन्। फोटोग्राफरहरूले लेन्सको अपर्चर मतलब लेन्सको आँखालाई ठूलो बनाएर यो इफेक्ट निकाल्छन्। यसको फाइदा के हो भने मुख्य विषय एकदमै क्लियर फोकसमा आउँछ अनि पछाडिको भाग सुन्दर तरिकाले धमिलो हुन्छ। नतिजा के त? हाम्रो ध्यान सिधै मुख्य पात्र र उसको भावनामा तानिन्छ। त्यसो भए यी सबै टेक्निकल कुराहरूको लक्ष्य एउटै हो, स्वाभाविक र जीवन्त क्षणलाई कैद गर्नु। यो आफैमा एउटा कला हो होइन र? जहाँ तयारी त पूरा हुन्छ तर दृश्यमा अलिकति पनि बनावटीपन देखिँदैन, बरु साँचो भावना झलझल्ती देखिन्छ। मतलब यो बनाएको भन्दा पनि भेट्टाएको जस्तो लाग्नु पर्यो। ल अब एउटा बिल्कुलै फरक र भनौं न क्रान्तिकारी बाटोको कुरा गरौं। यहाँ वास्तविकतालाई क्यामेराले कैद गरिँदैन, बरु एउटा सोचलाई, एउटा आइडियालाई शब्दमा ढालेर कृत्रिम बौद्धिकता मतलब एआईलाई वर्णन गरिन्छ अनि त्यसले छवि बनाउँछ। अब यहाँ सिर्जनाकर्ता एक किसिमले फिल्म डिरेक्टर जस्तै हो, तर उसको क्यामेरा भनेको शब्द हो। हरेक शब्दले एआईलाई निर्देशन दिन्छ, के देखाउने, कसरी देखाउने, कस्तो फिल दिने, विषय, प्रकाश, क्यामेराको चाल, सबै कुरा ठ्याक्कै जसरी एक डिरेक्टरले आफ्नो टिमलाई निर्देशन दिन्छ। भन्नुपर्दा यो एउटा नयाँ खालको सिनेमाटोग्राफी नै हो। यो हेरौं त कति विस्तृत एआई प्रम्प्ट छ। यसले के देखाउँछ भने एउटा सटीक दृश्य बनाउन कति धेरै डिटेल र प्राविधिक भाषाको जरुरत पर्छ। यो एउटा राम्रो फोटो बनाइदियो भने जस्तो सिम्पल कुरा होइन रहेछ। यो त आफैमा एउटा कला हो, जहाँ हरेक शब्दको तौल छ, अर्थ छ। ल अब यी दुई फरक देखिने बाटोहरूलाई एकै ठाउँमा राखेर हेरौं न। यो देख्दा छक्क पर्न सकिन्छ कि क्यामेरा र कोडको भाषामा कति धेरै अनौठो समानताहरू छन्। यो तालिका हेर्दा सबै कुरा छर्लङ्ग हुन्छ। जस्तै सिनेमाटोग्राफीमा गोल्डन आवरको त्यो नरम प्रकाश खोज्नु र एआईलाई सफ्ट डिफ्युज लाइटिङको कमान्ड दिनु, दुवैको लक्ष्य त एउटै रहेछ, न्यानो र सपना जस्तो दृश्य बनाउनु। चाहे लेन्स चलाइयोस् वा कीबोर्ड, त्यो भावना जगाउने सिद्धान्तहरू त उस्तै छन्। यो त केवल एउटा भाषालाई अर्को भाषामा अनुवाद गरे जस्तै हो। अब अलिकति भविष्यतिर हेरौं। यो जुन विकास भइरहेको छ, यसले सृजनशीलता र दृश्य कथा वाचनको भविष्यमा के अर्थ राख्छ होला? आउनुहोस् यसबारे थोरै सोचौं। यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नको अगाडि ल्याएर उभ्याउँछ।
के सृजना गर्ने हाम्रा उपकरणहरू नै जरादेखि परिवर्तन भइरहेका छन् त? किनभने हामी वास्तविकतालाई खिच्ने युगबाट अब सिधै उत्पन्न गर्ने एउटा नयाँ युगमा प्रवेश गर्दैछौँ। तर एकछिन है, अर्कोतर्फबाट पनि सोचौँ न, के यस्तो पनि हुन सक्छ कि जुन आधारभूत सिद्धान्तहरू छन्, जस्तै प्रकाश, कम्पोजिसन, भावना, ती त जस्ताको तस्तै छन्। सायद केवल ती सिद्धान्तहरूलाई प्रयोग गर्ने भाषा र उपकरण मात्रै फेरिएको पो हो कि? आखिरमा कुरा के हो भने, चाहे फोटोग्राफरको औँलाले क्यामेराको बटन थिचोस् वा सृजनाकर्ताको औँलाले किबोर्डमा प्रम्प्ट टाइप गरोस्, उद्देश्य त एउटै हो। एउटा यस्तो क्षण बनाउनु जसले हेर्नेको मन छोस्, जसले भावना जगाओस्। हो, उपकरणहरू बदलिन सक्छन्, तर कथा भन्ने त्यो कला, त्यो सधैँ जीवित रहन्छ।